कलेज जानको लागि निस्केको ठ्याक्कै यता अगाडि आएर चाहिँ झ्याप्पै टोकिदिनु भयो क्या। अनि यसो हेरेको त उहाँहरूले कस्तो राम्रो काम गरिराख्नु भएको रहेछ होइन। यो दिदी के हो यो? टाउको सातु अनि खोले पानी शरबत भन्छ नि यसलाई। आज यो खाँदा एकदम राम्रो हुन्छ। ए त्यही भएर तपाईँहरूले खुवाउँदै हिँड्नु। जुनकिरी टोलका दिदी बहिनी मिलेर अनि हामीले यसो सेवा गरौँ होइन। यो फेरि सबैको मुखमा पर्दा एकदमै राम्रो हुन्छ। त्यही भएर हाम्रो यो बाटाको समूह छ अनि हामी सबै मिलेर अनि यसो गरौँ भनेर के। एकदमै राम्रो। मलाई त थाहा नै थिएन, एक्कासी तपाईँले रोक्नुभयो। म त के हो रहेछ र म त एकदिन भयो त क्या। एकदमै त्यो चाहिँ थाहा भाउजूलाई अगाडि आइसालबाट थाहा हुन्छ नि त। अब हामीले यसरी गरेपछि घर गएर मम्मीलाई नि बताउनुहुन्छ मम्मी यस्तो हुँदो रहेछ भनेर होइन। एकदमै यो होइन मसँग लिइसक्यो यो छ यहाँ छ ल। आज चाहिँ यो खानुपर्ने रहेछ कि म चाहिँ खान्छु। जय शम्भु। जाउको साझो र खोदो खाने दिन आज यहाँ जाउको साधु पनि छ, त्यो पनि खाइहाल्नु पर्यो। यो चाहिँ जाउको साधु। अनि उहाँहरूले चाहिँ यसरी ऱ्यान्डम पिपलहरूलाई रोकेर खुवाउँदै हुनुहुन्छ। अनि यसरी हो ए यहाँ नफाल्नु पर्ने हो। अनि यसरी रोकेर चाहिँ खुवाउँदै हुनुहुन्छ। एकदमै राम्रो काम गरिराख्नु भएको छ। आज चाहिँ मलाई थाहा थिएन यो चिजहरू चाहिँ। तपाईँलाई धेरै धेरै धन्यवाद। हामीलाई थाहा थिएन तर पनि सम्झाइदिनु भयो एकदमै। ल एकदम एकदम ल ल यो सहरमा एकदमै बिरलै देखिन्छ यो चिजहरू।